ओ भाइ कर्णालियाक्सले तबाही प्लेयर ल्याएको छ। नेदरल्यान्डको म्याक्स ओडवर्ड T20 आईमा 2350 रन रहेका छन्, जसमा 133 हाइएस्ट रन। ओडिआईमा 158 रन ठोकेका छन् यिनले, हाइएस्ट। एनपिएल सिजन 2 का लागि सबै फ्रेन्चाइजले कोभन्दा को कम सबै बब्बाल प्लेयरहरू ल्याउँदै। लुम्बिनी लायन्सले ड्यारी सर्ट बब्बाल आगो प्लेयर। त्यस्तै कर्णालियाक्सले फेरि अर्को मार्कवा। चितवन राइनोजले डेभिड मलन, सोहेल तन्वीर, रवि पोवारा, सोहेल तन्वीर जस्ता खेलाडीहरूलाई रिटेन गरेको। जनकपुरले लहिरु मिलन थालाई रिटेन गरेको छ। सुदूरपश्चिमले स्टट कुग्लिन बबाल प्लेयर रहेका छन्। क्रिस लिन जस्ता रन मेसिन खेलाडी ल्याएका छन्। विराटनगर किङले स्याम हेजलवुड, काठमाडौँ गोर्खाजले साउथ अफ्रिकाको ब्याट्सम्यान रिकार्डोलाई नियुक्त गरेका छन् आज। अर्को सुदूरपश्चिमले नयाँ प्लेयर ल्याउँदैछन्, एनाउन्स गर्नेवाला छन्। खतरा प्लेयर जस्तो छ, यो पनि आगो बाल्ने छ। एनपिएल सिजन 2 बबाल हुनेवाला छ साथीहरू। रात्रिकालीन म्याच हुन्छ। सबैले आफ्नो फ्रेन्चाइजलाई समर्थन गर्नेछन्। नाराबाजी हुन्छ। जय सुदूरपश्चिम, जय कर्णाली नाराबाजी हुन्छ। मङ्सिर 1 गतेदेखि एनपिएल सिजन 2 बबाल हुनेवाला छ। क्रिकेट सम्बन्धी जानकारी पाउनका लागि यो च्यानल लाइक र सब्सक्राइब गरिदिनु।